ये भगवान ये अब ये दाइ यता आउनु ले 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 बस्यो पस्यो 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 ए भगवान यमलाल धेरै धन्यवाद अब त कहाँ मिल्छ उसले उनीहरूले कता लगेर छोडिदिन्छन् गर्नु झेर 5 किलो त बेसी छ ल नि त टाउको यता हेर्न त्यसले हेरिरहेको टाउको ठाडो गरेर होइन देख्नु भयो आउँदा म त घाँसन थाहा यस्तैमा के यसरी घरमा भने आउँछ आउँदैन भन्नुभयो कस्तो आवाज हेर्नु त कस्तो खतरा करा है पस्यो होइन रुन्डो टाउको चाहिँ छिराइसक्यो तर यो पनि ट्रान्सप्लान्ट वाला चाहिने है गयो त्यो भाडो पनि के त्यो बाबुहरू उता जानु हुन त छिर्यो ग्लासवालाले गर्नुपर्छ टेक्नोलोजीलाई चाहिँ मान्नुपर्छ यात्रा त यस्तो छ नि त तपाईँको यति डेन्जर छ बाइ चान्स हामीलाई छोयो भने त 15 मिनेट बाँच्छ 2 मिनेट 15 मिनेट जान्छ त्यो एउटा स्प्रेहरू हुँदैन सर्प छ नि यहाँ सर स्प्रे हाल्ने सिधै सर्प लट्यो पर्दैन नि त्यस्तो मान्छेलाई एकछिन नेपालमा अहिले त्यो छैन आएछ नि त पनि रियल नेसनल जियोग्राफीबाट देखाएको हुन सक्छ टाउकोमा हान्नु भएको रहेछ कि फेरि लौरीले घोदेर टाउको छोडेछ कि टाउको छोएछ कि छुस्छ लौरीले घोजुम गरेर त्यो टाउको